this one sits here and whispers things to me. Now I got the devil inside. This one made a pig of me. This wall is primal, my grinding jaw. The headache pill, the necktie on my bedroom door. हेलो गाइस वेलकम टु माई अनदर ब्लग सो आज चाहिँ के चोर माछा चोर तिनजना माछा चोर यता विवेक दाई रवि विवेक दाई सुराइक लगाएको छ हामीलाई आज त्यही त विवेक दाईलाई सुराइक लगाएको छ हामीलाई होइन टक्क त्यहाँ जारी ढपेछ अरे पऱ्यो भने सटाक सुटु त्यसपछि ओके आज नि ग्रहण लाग्छ त जिन्दगीमा ग्रहण लाग्छ दाइ छोडिदिनु यार त्यो ग्रहण लाग्छ छोडिदिनु होइन ब्रदर जिन्दगीमा ग्रहण लाग्छ यहाँ होइन होइन यहीँ सकेटा अघि भर्खर सेतो साडीमा हामीले यहाँ केटी आएको थाहा पाएको थियो नि त्यही भएर हेर्न आउँदा हामी दाइ कहाँबाट स्टार्ट गर्ने हो विवेक दाइ कहाँबाट स्टार्ट गर्ने सिधै आलुबारी र हामी सिधै स्टार्ट चाहिँ आलुबारीबाट गर्छौँ आजको चाहिँ नि के अरे हाम्रो गोस्ट हन्टिङ होइन फिस हन्टिङ यताबाट हाम्रो आलुबारीसँग फोकस स्टार्टै भयो भने त्यही आलुबारीको नाममा पुग्छु पारी यो चाहिँ यो खोलापारी चाहिँ आलुबारी हो यहाँ न मोटु माछा डरा तिमी बसेका मोटु बुई सुध्रियो अहिले त्यो यहाँ नि त यो झाडी रहेछ आमा देऊ त झाडी हो कि माछा हो ए झाडी माछा रहेछ यहाँ न माछाहरू अहिले उता हेर न खोलामा झन् आस्तो आस्तो हामी डेस्टिनेसनमा पुग्दैछौँ कस कसको जाली छ थाहा छैन हाम्रो गाइड अगाडि बढेको छ अब है मोटु हाम्रो चितवनको गाइड होइन हाम्रो अल द वे फ्रम रत्न पार्क होइन यो बस्ने ठाउँ होइन नि यो ल तिमीलाई कसै त्यस्तो भन्यो भने म त बस्दैन सिधै गर ए भाइ सबै त जस्तो हुँदैन नि त यहाँ हेन्सम तिम्रो स्टुडेन्ट हो तर मेडिकल होला जस्तो यहाँ हान्नु पर्ने यहाँ छैन माछा भित्र कहाँ खोल्नुहुन्छ लिम्बू छ त्यहाँ पोखरी थियो नि भित्र यहाँ हो उता त्यही त मारिसक्यो उता हो त्यो रोहित ठाउँमा त्यो पोखरी सोखरी कुरा नगर रन्डु कसैले को त बस्दा बस्दा यही पहिला जक्सन केटाहरूको लखट्ने हो अनि स्याल यहाँ यहाँ बिहान पक्का भएको छ त अनि त्यो बााउन्ड्री हानेको छ नि त गोनेगा ड्याममा त त्यो हरियो नै निस्किन्छ हरि राति कहिले देखेको मैले हो र भिडियो नै बनाएको थियो त भिडियो नै भेट्टा आएन हो नयाँदेखि त्यहाँको हरि निस्किन्छ त्यहाँको निल्ने पनि हेर मैले एकचोटि म गर्थेँ आवानामा एउटा गाईसँग माछा आउन दिन्छु अनि त्यो भाले हुन्छ नि निलगाई के कस्तो माया सुतेर बसेको र निल झन्झै लखटेन हामीलाई एउटा पेन नभन्ला अहिले हेर माछा देख्छ के कहाँ लिएर आएको हो लाइट दो मलाई दाइ बेग्दै
कुनै कलरमा हाल्यो जाली हो यो माथि माथि जमाहरू कहाँ हो जाली छैन यहाँ ठाउँ हेर्नु न धागो राख्यो धागो गएको त जाली हो अलिक छिटो न जाल हो जाल जाल हो कि त्यो बोल्नु फेरि बोल्नु न जुमाना दाइ त्यहाँ त जुमाना त तिमी जाऊ अलिक उता जाऊ न तिमी कति जाऊ अलिक अँ अब हुन्न टेङ्ना जाबेमा अङ्गुरा पनि ल्यायो कहाँ कति धेरै हो उता ठुलो खायो यो टेङ्ना काँडाबाट यो गाडी उता मजाको ऊ ठुलो त हेर त त्यही भनेको कि कस्तो मजा राति आमामा के यस्तो यो यस्तो फोहोर चाहिँ नगरौँ न केटा हो यहाँ खाएपछि टक्क एउटा ठाउँमा राखेर फालिदिँदा हुन्छ नि केटा रोक्नु 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 न यार लाइट 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 बल्नु न बल्नु न लाइट कता कता बल्नु हुन्छ सबैसँग खेल्नु थाहा छ सबैको पनि देख्छु नै सिद्रा हुन्छ नि किरै किरा हात जाने हो त्यो सब अक्सिजन कम भएर के पानी परेको बेलामा त तर पानी नपऱ्यो नि यहाँ चाहिँ पहिला सिधा मारेर बसेको हान्नु रहेछ त होइन बसेर खाए पनि सफा गरे हुन्थ्यो क्या यहाँ सफा गरिदिनु खोलामा फ्याँक्दिनु त हुन्छ त अनि बगेर गइहाल्छ नि छैन तिमीले हेरेन रवि ए 3.5 किलोको सौरी परेछ जालमा लिएर गयो कसले कहिले नि हेरेनस् होइन यो नि सिमरनको मात्र म त सिमरनले हेरेको ठ्याक्कै म बाइक स्कुटी चलाउँदै थियो फोन गऱ्यो उठाएको त माछु जत्रो मोटो सौरी 3.5 किलोको कहाँ त्यो जाल निकालेर घर लाग्छ अहिले हिजो आज हामी यता गलामन्डी आएको थियो नि ल हाम्रो विवेक थापा अन द स्पोट गोइङ टु पानीभित्र ए ब्याकअप टर्चको ब्याकअप लाइट लिएर जानुहुन्छ मलाई फेरि अङ्कलले पानीमा डुब्यो नि लाइट ल तयारी साथ यस्तो झोला ल्याएको बोरा ल्यायो भनेको धागो बाँध्नुपर्छ ए टेन्सन हुँदैन माछा
भारी भएको छैन स्पोर्ट विवेक थापा नानीभित्र माथि देखाउँदा अलि माथि देखाउँदा त्यहाँ भएर ठिक छ मछली चोर रहेछ जुम हान्नु त्यसलाई जुम हान्नु न जुम आउट गर्नुपर्छ अहिले नजिकाउँदा जुम आउट गर्थ्यो गर देखौ है तिमी ल यता उँभो लागेन यता उँभो लागेन अब अर्को ठाउँमा यता उता हो यही हो हाँसिस अझै यता मोटो आऊ के गर्नुपर्छ है माछा मार्नलाई नि माछा मार्ने के गर्नुपर्छ है भन्नु नलेखेको होला यताबाट देखाउन साइडबाट यता साइडबाट देखाउन यस्तो एउटा हेडलाइट किन्नु पर्दैन नि त टाउकोमा लाउने कस्तो छ र ब्याट्री त्यहाँ बुटलमा छ कि मेरो चिनेको अब मलाई देखाउनु न म खोलिदिन्छु किन कि त पाउँदैन होलसेलमा पाउँछ कि हजुरलाई किन्न भन्नु न ल पाँच किलोको पर्व मजा हुन्छ नि कहिले काहीँ पर्छ झुक्केर
त्यही हो बल त अघि कति कति बेला थपेको तिमीहरूले माछा अघि 3 किलो कसले पारेको र ए 3.5 किलो 3.5 किलो भनेपछि भइगयो नि त 1400 रुपियाँ सानो सानो छ क्या सबै त्यो हुँदैन अरू लाइट हाउस बुढौलाई झाउ लागे जस्तो छ पहाड भएको जस्तो देखेको यार त्यसको लाइट कम भयो क्या त अहिले हो क्या अलिक कम भयो यहाँ कहाँ बाँध्न मिल्छ यहाँ खरमा बाँध्नु न खरमा उत्यो यहाँ रुख छ कति पारे हलेर आउँदैन भने यहाँ जाल थप्ने तयारी हुँदैछ अब ओइ माछ झन् छुट्या हजुर दाइ ल ओ उताबाट देखाउ ल उसको पेटमा अन्डा छ क्या तो पेटमा जाने हो अब छोडिदियो भाइ कुन लाइट बे कहाँ छ साले खैले लाइट त मोबाइलको लाइट कुन लाइट हो यस्तो कहाँ देखिन्छ यो लाइटले हैन मलाई देखाउनु ए तँलाई देखाउने हो मैले त तपाईँलाई देखाउँछु कहाँ देख्छु यो लाइटले भन्छु लोग्ने तपाईँलाई देखाउँछु ठिक छैन जाल हान्ने तयारी हाम्रो केटाहरूको एनाकोन्डा पार्छ भोलि बिहान अब अमेलको जाल हो क्या वाङै वाङ छ हो दाइ अमेलको जस्तै लाग्यो मलाई यस्तो खतरा पर्छ नि भिडियोमा वाङै वाङ त तन्नै वाङ त्यहाँ बिचमा के भयो यार दाइ यहाँ दिनु ए त्यो हाम्रो सिकारी इन्सर्ट पुग्छ मजाले आदि छ के सर ठुलै हुन्छ होला एकछिन हाम्रो लाइट हाउस यो त हाम्रो दुईजना हेल्पर ऊ साउ उता साउ ओनर अर्डर दिने त्यो भन्छ त बियो बे देखेछ मजाले देखेछ दाइ फिसिङ कम्पनीको ओनर तपाईँले माइक लिएर जानुपर्ने क्या त्यहाँ अनि पानी हालिदिनु पर्ने फेरि तपाईँलाई खोज्न पठाउँथेँ मैले
हिँड्नु अबे सिधै आनु सिधै हिँड्नु न अहिले हिँड्नु के चल भन्छ बे यसलाई करेन्ट करेन्ट रे झट्का हान्छ पऱ्यो नि अब झट्का माछाले हान्ने हो जालीले होइन हिँड्नु एमा परे पो नपरेवाला जाली हो क्या यो यस्तो खतरा पर्छ भङ छ बे एमा धेरै पातलो भइरह्यो कि यति केही भने रोक्नु दाइ यो रेडिमेड पाउँछस् कि बनाउँछ बनाउनु पर्छ ज्याल बनाउने आउँछ बनाउन यीहरूले बनाउँछ तैँले बनाउँछस् एमा हिँड्नु यिनीहरू त कडै रहेछ त यार सक्यो हिँड्नु अलि साइड हान्नु यता हो त्यतै अझै हिँड्नु सिधै हिँड्नु पुग्छ होला एउटै हो लास्ट हो पुग्छ उतै जान्न त अझै सिधा बेलको रुखतिर के भयो ओके धागो ठुलो गरेर बान्न त्यहाँदेखि ल टाइट गरेर है त यहाँदेखि असम्म एकछिन रोक्नु ल अझै तान्नु तान्नु न तपाईँलाई थाहा हुन्छ कि तान्न पर्छ पराएन आज तँले चाहिँ आज बेला पराएन एउटा पनि परे पनि पऱ्यो एउटा पनि पऱ्यो एउटा पनि परेन रे लगाइ चाहिँ परेन यहाँनिर पनि एउटा ए एउटा कहाँ त्यही हाल्नु यही हालिदिनु त्यही होइन हो यो अगाडिमा हाल्दिउँ समुरा अरे यो जाली समुरा हो छङ्गुरा रे छवटा औँला बस्यो नि छङ्गुरा कसरी पस्ने छवटा औँला यत्रो पाल छ के त्यत्रो वाङ छ बुझ न 6 वटा औँला पस्ने वाङ छ के त्यहाँ चेलवा ओके सब चेलवा हाँ सब चेलवा ए एकछिन कान बन्द गर है कुन वाला जाली हो त है कस्तो उडिरहेको उताको के कस्तो गोरो पो यो होला फोकस गर्न मिल्छ नि फोकस गर्न मिल्छ छैन होला तिमी हामीलाई देखाउ न मान्छे हेर्नु परेन अरे
यता यही छ हरिफ फिलेको माछा थियो ओ चाहिँ म एक्लै गइरहेको छु अगाडि अगाडि गोस्ट हन्टिङ गोस्ट हन्टिङ फोर्स हन्टिङमा भन न मात्र कता यहाँ भयो छ यहाँ पनि छ जलको मुनि छ यहाँ यहाँ अगाडि यता आउनु यहाँ त्यहाँदेखि यता आउनु यसरी त्यहाँ लाटपालै दादै एकछिन यहाँसम्म पुग्छ बे दाइ त्यहाँदेखि औ यसरी भल्तलाई खै अलि उठाउनु न उठाउ त दाइ ए मा हो त बिहानसम्म सब मर्छ यो यता छ होला जाली नै गाइड गरिदिनु न दाइ गाडी तान्दिनु न तपाईँले गाडी तानेर घर लगेर मजाले निकाल्दै बस्यो भने रातभरिको काम आज यहाँ हेर न उठो त उठो हेर न ओके जालीमा आँखा कस्तो तल्किरहेको रातो देख्छ आँखा छुट्यो डरै माछा अघि दुईटा झिके थियो छोडिदिनु त एमा गाई पोलाले बाल्दैलाई जलपडी लिएर जाला फेरि अझै छ जाली सिकारियो मा ल जाली साली सब थपेर भइयो कहिले आउने भोलि बिहान कतिमा आउँछ बे हेर्न बिरुक दिन हुन्छ सुहाउनु पर्ला भोलि बिहान होइन तिमी होइन म विवेक दाइलाई थाहा भयो जस्तो पुरा हेरिदिनु भएको त्यहाँ नै उठाएन जाली ऊ उठाएको छ त जाली सिकारी हो भाइ सिकारी सारको सार जलपडा हेरेको न ए ल यो यहीँ समाप्त गर्नु पर्ला जस्तो लाग्यो ब्याट्री छैन अब ओइ हजुर आयो बियर बोतल अझै छ कि यहाँ बोतल ग्यास जाली बाली सब भयो भोलि बिहान आउने हेर्नलाई भोलि बिहान म नि आउँछु दाइ उठाउनु है बिहान उठाउनु उठाउनु कि बिहान
जालीवाली ढपेर भाइ चेक गरेँ भाइ यो भोलि बिहान चाहिँ हेरौँ पर्छ कि नै यो चाहिँ कन्टिन्यू चाहिँ गर्छु म भ्लग यो भ्लग चाहिँ कन्टिन्यू गर्छु म केही उन्नति हुन्छ कि हुन्न प्रगति हुन्छ कि हुन्न जाली ढपेको जाली राखेको खै बे यहाँदेखि टेङ्गादेखि लाइट मार्ने होइन तान्दिनेलाई यस्तरी छेउछाउ के खालि टेङ्ना मात्र यति यहाँदेखि यहाँसम्म हेर्नु कस्तो ठुल्ठुलो देखिस् टेङ्गा